आजको भजनमा एकदम रमाइलो खुसीको कुरा छ जस्तो छ। आजको भजन हेर्दाखेरि उत्तर कोरियाले भजन गाएको जस्तो एकदम टक 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 एकदम राम्रोसँग भन्नुभयो अरे। अगाडिको मान्छेहरूलाई हामीले अभिवादन गर्नेछौँ। अभूतपूर्व अनुग्रह प्राप्तिको साक्षी हामी चेलाको सुरुवात भएको छौँ। हामीले हाम्रो मूल समस्याहरूबाट हामी स्वतन्त्रता पाएका छौँ। मूल समस्याहरूबाट हामी स्वतन्त्रता प्राप्त गर्न सकेको हौँ। हामी चाहिँ सबैले उपकार पाइसक्यौँ। हालेलुया। हामीले यो कुरालाई विश्वास गर्नुपर्छ। चिन्ता नगरौँ। हामी परिवर्तन भयो भने हुने कुरा हो। परमेश्वरलाई हामीले जिम्मा लगाउने कुरा हो। हामीले केही पनि गर्न सक्दैनौँ। हाम्रो दुःख हाम्रो मेहनतले हुने कुरा होइन। हाम्रो बल, हाम्रो शक्ति, हाम्रो जीव ज्यान दिएर गर्ने कुरा होइन। तर हामीले चाहिँ परमेश्वरलाई सबै समर्पण गरेर लाग्ने कुरा हो। नहुने कुरामा हामीले कुनै कोसिस गरे पनि केही गर्न सकिँदैन। किनभने परमेश्वर नै त्यो सबै कुराको सृष्टिकर्ता हुनुभएको कारणले गर्दा परमेश्वरले मात्रै गर्न सक्ने कामहरू छन्। त्यसैले साँच्चीकै कुरा चाहिँ परमेश्वरद्वारा मात्र हुनेछ। आज त्यो परमेश्वरलाई विश्वास गर्नेहरूले धेरै धन्यवाद भनेर खुसीको कुरा गर्नेछन्। कसरी परमेश्वरलाई महिमा चढाउने हो, प्रशंसा गर्ने हो भन्ने कुरा त्यो नै हामीले चाहिँ सङ्गतिमा सरिक हुने कुरा हो। त्यसको लागि भजन गाउने हो। त्यसैले यो प्राप्त गरेपछि हामीमा हुने बल शक्ति फरक किसिमको प्राप्त गर्न सकिन्छ। हामीले चाहिँ विश्वासको घोषणा गर्ने हो। आज हामीले यो विश्वासको घोषणा परमेश्वरको अगाडि परमेश्वर पुत्र प्रभु येशू ख्रीष्टमा हामीले चढाउनु पर्नेछ। त्यसको लागि हामीले सङ्गति दिनुपर्नेछ। येशू ख्रीष्टको बारेमा चौथो पटक हामीले कुरा गर्न गइराखेको छौँ। म चाहिँ आर्मीको परिवारमा जन्मेको कारणले गर्दाखेरि आर्मीहरूले राम्रो गर्ने काम एउटा छ। किनभने हामीभित्र चाहिँ हरेक कुरा छाप लगाउने काम चाहिँ आर्मी परिवारमा हुन्छ। आर्मीमा गएर आउँदाखेरि मान्छे परिवर्तन भेटिन्छ। केबाट फरक चेन्ज हुन्छ भने उनीहरूको हिँडाइदेखि परिवर्तन हुन्छन्, बोल्ने कुराबाट परिवर्तन हुन्छन्, सबै कुरा परिवर्तन हुन्छ। त्यो चाहिँ के कुरा गरेको छ त्यो पुरा नहुन्जेलसम्म उसले एकदम त्यसैमा जोड दिइराखेको हुन्छ। अहिले पनि हेर्दाखेरि पहिला अमेरिकामा चाहिँ हानिल भन्ने ठाउँमा एउटा ठाउँ छ अमेरिकाको। त्यहाँ चाहिँ एउटा समस्या हुँदाखेरि त्यहाँको आर्मीहरू सबै भागेर गएको थियो अरे 90 सालको 1990 को समस्यामा। अनि त्यहाँबाट त्यो सबै आर्मीहरू भागेपछि त्यो ठाउँलाई सुरक्षा दिने मान्छे कोही थिएन अरे। त्यहाँ सुरक्षा दिने मान्छे कोरियनहरू थिए अरे। किनभने कोरियनहरू चाहिँ पहिल्यैदेखि आर्मी ट्रेनिङ भएको कारणले गर्दाखेरि तिनीहरूले कुनै पनि कुरा गन चलाउँदाखेरि ठाउँमा लगाउन सक्ने उनीहरूको तालिम हुन्थ्यो। त्यो प्राप्त गरेको मान्छे चाहिँ कोरियनहरू थिए अरे। अनि तिनीहरूले गर्दा त्यो हानिल टाउन भन्ने सहरलाई बचाए अरे काला जातिबाट। त्यसैले येशू ख्रीष्टले किन यो परमेश्वरको वचनलाई एकदम घोषणा गर्नुभएको छ भने येशू ख्रीष्टमा चाहिँ हामी छाप लगाउनु पर्ने, जरा गाड्नु पर्ने भएको कारणले सबै कुरा येशू ख्रीष्टमा हुनुपर्छ भन्ने शिक्षा सिकाउनु भएको। त्यो गर्नको लागि किन त्यो शिक्षा दिनुभयो भने परमेश्वरको स्वरूप जस्ताको तस्तै देखाउनको लागि। उत्पत्ति 1 को 27 र 28 पद परमेश्वरले दिनुभएको स्वरूप अन्तर्गत सबै मान्छेहरूलाई दिनुभएको त्यो अधिकारको कुरालाई प्राप्त गर भनेर हो। सबै कुरा आशीर्वाद दिइसक्नु भएको हो। तर यो सबै आशीर्वादबाट हामी टाढा हुनुको घटना चाहिँ उत्पत्ति 3 को समस्याहरू हो। शैतानको शक्ति भित्र परेको कारणले गर्दा त्यो भएको कारणले गर्दाखेरि हामी मानिसहरूको सबै परमेश्वरले दिएको आशीर्वादहरू खोसियो। तर त्यो आशीर्वाद फेरि खोज्ने बाटो चाहिँ परमेश्वरले फेरि येशू ख्रीष्ट दिनुभयो।
त्यो आशीर्वाद भेट्ने बाटो येशू ख्रीष्ट मात्रै हुनुहुन्छ। येशू ख्रीष्टद्वारा नै परमेश्वरलाई भेट्ने बाटो खोल्नु भएको छ। बाटो, सत्य र जीवन नै येशू ख्रीष्ट हुनुहुन्छ। परमेश्वरको स्वरूपलाई पुरा गर्ने काम नै येशू ख्रीष्ट हुनुहुन्छ। सबै कुरा चाहिँ हामीलाई आशीर्वाद दिइसक्नु भएको। आज यो सबै कुरामा चाहिँ आशीर्वाद प्राप्त गर्नुभएको, आशीर्वाद प्राप्त गर्न सकौँ हामी सबैले। हाम्रो ओठबाट प्रभु येशू ख्रीष्टको कुरा निस्किनु पर्नेछ। हाम्रो स्वरबाट, हाम्रो ओठबाट येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा घोषणा गर्नुपर्छ। त्यही परमेश्वरलाई महिमा चढाएको कुरा हो, अरू कुरालाई घोषणा गर्ने होइन। परमेश्वरलाई चाहिँ महिमा र प्रशंसा चढाउने, तर परमेश्वरले साँच्ची नै चाहनु भएको हामीले हाम्रो ओठबाट घोषणा गर्नुपर्ने कुरा छ। परमेश्वरलाई हाम्रो ओठबाट परमेश्वर हामी प्रेम गर्नेछौँ, तपाईँलाई विश्वास गर्नेछौँ, प्रभु येशू ख्रीष्टलाई विश्वास गर्नेछौँ। येशू ख्रीष्ट साँचो राजा हुनुहुन्छ, साँचो पुजारी हुनुहुन्छ, साँचो अगमवक्ता हुनुहुन्छ, येशू ख्रीष्ट हुनुहुन्छ। येशूको जीवन म भित्र छ, येशूको शक्ति हामी भित्र छ भनेर सबै ठाउँमा येशू ख्रीष्ट हामी भित्र छ भनेर सबै घोषणा गर्ने काम चाहिँ दैनिक रूपमा गर्नुपर्छ र त्यही हाम्रो लागि आशीर्वाद हो। यसरी हामीले घोषणा गर्ने हाम्रो जीवनशैली चाहिँ कस्तो हुन्छ भने चेलाको जीवन भएर हामी जिउनेछौँ। किनभने हामीलाई चेलाको रूपमा बोलावट गर्नुभएको कारणले गर्दा। के त्यतिकै हामीलाई परमेश्वरले उद्धार गर्नुभएको छ? त्यतिकै हामीलाई दुःख कष्टमा पार्नुभएको छ र? हामीलाई चाहिँ दुःख कष्टबाट, रोगबाट, हरेक समस्याबाट हामीलाई चाहिँ बोलाउनु भएको छ। किन हामीलाई गाह्रो परिस्थितिमा बनाउनु भयो? किन परमेश्वरलाई थाहा छ हामीलाई कसो गर्दा परमेश्वरले आफ्नो मार्गमा ल्याउन सक्नुहुन्छ। त्यही अनुसारले चाहिँ परमेश्वरले हामीलाई बोलावट गर्नुहुन्छ। हामी दुःख कष्टमा भएका हामीहरूलाई परमेश्वरले उहाँको आफ्नो मार्गमा ल्याउनको लागि हामीलाई बोलावट गर्नुभएको छ र यहाँसम्म आएका छौँ। किन हामीलाई आज यो बाटोमा, यो ठाउँमा बस्नको लागि तयार पार्नुभएको छ? किनभने चेलाको रूपमा हाम्रो ओठबाट, हाम्रो सन्ततिहरूद्वारा, हाम्रो घर परिवार, यो मण्डलीबाट येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा साँची हो भनेर आशीर्वादमा चाहिँ तिमीहरू साँची हौ र आशीर्वाद प्राप्त गर भन्नको लागि हामीलाई बोलावट गर्नुभएको। त्यसरी बाइबलमा आउनुभएको सबै साक्षीहरू चाहिँ सबै दुःख कष्टबाट आउनुभएको। अनन्तसम्म हामी चाहिँ त्यो दुःख कष्टबाट स्वतन्त्रता पाइसकेको छौँ। हाम्रो जीवनशैलीमा स्वतन्त्रता पाइसकेको छौँ। स्वतन्त्रता पाएको साक्षी हुनको लागि येशू ख्रीष्टमा चाहिँ घोषणा गर्नुपर्ने जीवनशैली। त्यस्तो किसिमको सुरुवात, सुसमाचारको सुरुवात गर्ने हाम्रो कालबरी मण्डली भएको होस्। आज चाहिँ परमेश्वरले हामी विश्वास गर्नेहरूद्वारा काम गर्नुहुनेछ। त्यसले हामीले परमेश्वरको वचन सुन्दा हाम्रो कान सिधा पारेर सुन्नुपर्नेछ। हामीलाई चाहिने वचन दिनुभएको, साँचो वचन दिनुभएको छ। त्यो वचन चाहिँ मलाई दिनुभएको छ भनेर सुन्नुपर्छ। त्यो कुरा आज चाहिँ बुझेर, त्यसलाई सम्झेर, त्यो चाहिँ साक्षीको रूपमा लिएर तपाईँहरूले जवाफ प्राप्त गर्नुभएको होस्। येशू ख्रीष्ट मर्नु भएको कारण चाहिँ पापबाट पुनरुत्थान हुनको लागि उहाँ नै येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ नै ख्रीष्ट हुनुहुन्छ, अरू चाहिँ माध्यमै छैन। उहाँ चाहिँ उहाँको मृत्युद्वारा नै सबै कुरा विजय प्राप्त गर्नुभएको छ। मानिसहरूको पापलाई चाहिँ हटाउनु भएको छ, पापलाई पखाल्नु भएको छ। उहाँको रगतद्वारा सबै पापहरू, मानिसका पापहरू पखालिएको छन्। उहाँले नै पूर्णता रूपमा हामीलाई स्वतन्त्रता दिनुभएको छ। त्यसैले उहाँलाई हामीले विश्वास गर्ने अनि उहाँ नै पुनरुत्थान हुनुभएको कुरा। उहाँको पुनरुत्थानद्वारा नै शैतानको शक्ति अनि नरकको शक्तिहरू सबै नष्ट गरेर हामीलाई त्यहाँबाट विजय प्राप्त गर्नुभएको छ। परमेश्वरको शक्तिद्वारा, उहाँको सिंहासनबाट, स्वर्गीय शक्ति सिंहासनबाट आएर चाहिँ त्यो शैतानको शक्तिलाई नष्ट गर्नुभएको छ। त्यो नरकको शक्तिलाई नष्ट गर्ने चाहिँ हामीले विश्वास गरेको साँचो परमेश्वर, उहाँ शक्ति परमेश्वर अनि उहाँको क्षमता परमेश्वरद्वारा नै हामीले प्राप्त गरेको। शैतानको शिरलाई कुच्याउनु हुने स्वर्गीय सिंहासनको शक्ति परमेश्वर हुनुहुन्छ। उहाँ नै येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट चाहिँ परमेश्वर हुनुहुन्छ।
하나님이십니다. अहिले उहाँ परमेश्वर चाहिँ 지금 그 하나님이 हामीसँगै 지금 हुनुहुन्छ, हामी भित्र 나와 हुनुहुन्छ। 함께 하십니다. 그 하나님은 उहाँद्वारा 지금 नै हामीलाई अहिले 나에게 वचन 말씀하고 दिइराख्नु 계십니다. भएको छ। 그럼 우리는 त्यसैले 어떻게 주여 प्रभु 나에게 हामीलाई तपाईँको 말씀하고 वचन दिनुभएको छ, तपाईँको 주의 종이 चेलाले 듣겠나이다. सुनिरहेको छ, तपाईँको जातिले सुनिरहेको छ भन्ने कुरा। त्यसैले परमेश्वरको जनहरूले सुतिरहेको हुन्। त्यसैले हामीले प्राप्त गर्ने वचन दिनुभएको छ, हाम्रो आत्मालाई जोगाउनु भएको छ। त्यो वचनद्वारा हाम्रो आत्मालाई जोगाउन सक्यौँ। त्यो वचनद्वारा हामीलाई चाहिँ शक्ति दिनुभएको छ। हाम्रो आत्मा, शरीर, प्राण सबैलाई चाहिँ तपाईँले सुरक्षा दिनुभएको होस्। त्यसैले परमेश्वरको जन भएर हामीलाई नयाँ सृष्टि गराउनु भएको होस् भनिनु पर्नेछ, घोषणा गर्नुपर्नेछ। त्यसैले आज हामीले यूहन्नाको 15को 17 पदमा हामीले हेर्नेछौँ। तिमीहरू म भित्र रहन्छौ र यदि मैले भनेको कुरा मान्यौ र तिमीहरूले मलाई सम्झेर केही कुरा माग्यौ भने तिमीहरूलाई मैले त्यो कुरा दिनेछु भनेको छ। त्यो चाहिँ परमेश्वरको शक्तिको कुरा गरेको, उहाँ नै परमेश्वर हुनुहुन्छ। आज हामीले विश्वास गरेको येशू ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्न सक्नुपर्छ। यूहन्नाको 14को 17देखि 19सम्म भनेको छ कि तिमीहरूले मलाई आज चिनेको छैनौ। यदि तिमीहरूले परमेश्वरलाई चिन्छौ भने मलाई चिन्छौ, मलाई चिन्छौ भने परमेश्वरलाई चिन्छौ भनेको छ। येशू ख्रीष्ट नै विश्वास गर्ने, येशू ख्रीष्टमा ग्रहण गर्ने, येशू ख्रीष्टको वचनलाई पालना गर्ने, त्यही चाहिँ विश्वासिलो, साँचो विश्वासिलो हो अनि साँचो विश्वासको चेला हो भन्न सकिन्छ। सबैजना त्यो येशू ख्रीष्टलाई विश्वास गर्ने नै परमेश्वरको साँचो चेला हुन सक्छ, परमेश्वरको कामलाई पुरा गर्न सक्ने हुन्छ। अनि परमेश्वरको जन अनि परमेश्वरको आन्टेना, परमेश्वरको सैनिक भएर चाहिँ काम गर्न सक्छ। येशू ख्रीष्ट चाहिँ त्यो ज्योति हुनुहुन्छ, त्यसमा चाहिँ हामी भएर जिउनु पर्नेछ। साँच्ची नै येशू ख्रीष्ट क्रुसमा बलिदान भएर पुनरुत्थान हुनुको कारण हामीलाई जोगाउनको लागि, हामीलाई बचाउनको लागि, हामीलाई उद्धार गर्नको लागि हो। येशू ख्रीष्ट चाहिँ हामीलाई जीवन दिनुहुने मार्ग हुनुहुन्छ। 45절의 말씀, 기록된 바 첫사람 아담은 생명이 되었다 함같이 마지막 아담은 살려주는 영이 यहाँ भएको कुराहरू सृष्टि भएको आदमदेखि अहिलेसम्ममा अन्तसम्मको मानिसको जीवनमा आउनुहुने येशू ख्रीष्ट हुनुहुन्छ। अन्तिमको आदम भनेर चाहिँ मानिसको रूप भने चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ, किनभने परमेश्वरलाई भेटाउने बाटो हुनुभएको कारणले गर्दा। 그분을 대해서 얘기하고겠죠. 그러나 먼저는 신령한 पहिलादेखि नै के छन् भने येशू ख्रीष्ट साँचो व्यक्ति, साँचो जीवनमा हुनुहुन्छ भनिएको कुरा हो। आज परमेश्वरको स्वरूपमा पुरा विश्वासका साथ हामीले मनन गर्न सक्ने येशू ख्रीष्ट हुनुहुन्छ र उहाँ येशू ख्रीष्टलाई हामीले विश्वास गरेर उहाँ पछि लाग्नु हुनुपर्ने, किनभने उहाँले चाहिँ हाम्रो जीवन दिनुभएको कारण, हामीलाई जीवन दिनुभएको कारण, मार्ग दिनुभएको कारण, सत्य बुझाउनु भएको कारण, हामीलाई बचाउनु भएको कारण हामीले चाहिँ उहाँलाई परमेश्वर भनेर हामीले विश्वास गर्नुपर्नेछ। विश्वासी जीवनको मुख्य कुरा के हो भने परमेश्वर हामीसँगै हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नु हो। अहिले हामीलाई कसरी चाहिँ हामीसँगै रहनुहुन्छ भने वचनद्वारा हामीसँगै हुनुहुन्छ, वचनद्वारा नै हामी काम गर्नुहुनेछ। त्यो कारणले हामीले चाहिँ सुसमाचार प्रचार गर्ने अनि मण्डलीको काम गर्ने, मिसनको काम गर्ने, के को लागि भने येशू ख्रीष्टद्वारा नै मानिसहरूको जीवन जोगाउन सक्ने, जीवनमा पालना गर्न सक्ने कामहरू भएको कारण गर्दाखेरि यो कुरालाई चाहिँ हामीले विश्वास गर्न सक्नुपर्छ। येशू ख्रीष्टको पुनरुत्थान चाहिँ लाखौँको जीवन जोगाउने मार्ग हो। हामी मानिसहरू चाहिँ मृत्युमा हुन्छन् भन्ने कारण त्यो बुझ्नको लागि, बुझ्नु भएको कारणले त्यो मृत्युबाट जीवनमा ल्याउनको लागि येशू ख्रीष्टद्वारा नै मर्नु भएर पुनरुत्थान हुनुभएको हो। हामी चाहिँ डराउनु पर्ने छैन, हामी चाहिँ विश्वासीले डराउनु पर्ने काम छैन, मृत्युको अगाडि डराउनु पर्ने छैन, अनि अप्ठ्यारो परिस्थितिमा डराउनु पर्ने छैन।
आज चाहिँ हामीले चाहिँ पुनरुत्थानको जीवन हामीले जिएको छौँ। फेरि हामी जीवित हुनेछौँ भन्ने कुरामा विश्वास गर्न सक्नुपर्छ। त्यसैले आज हामीले बुझ्नुपर्ने कुरा 2026 साल अगाडि आउनुभएको येशू ख्रीष्ट फेरि पनि आउनुहुन्छ भन्ने कुरा हामीले पर्खन सक्नुपर्छ। पहिलो कोरिन्थीको 15को 45देखि 50 सम्मको पदलाई 15 देखि 20 सम्मको 23 पदलाई भनिएको छ। आज हामी ख्रीष्ट भित्र भएर चाहिँ हामीले जिउनु पर्नेछ र हाम्रो लागि उहाँ पुनरुत्थान हुनुभएको छ र हजारौँ आत्माहरूलाई उहाँले जोगाउनु भएको छ भन्ने कुरा हामीले विश्वास गर्नुपर्छ। हामी डराउनु हुँदैन। हामीले सबै कुरा प्राप्त गरिसकेको छौँ। सबै कुराबाट हामीलाई स्वतन्त्र दिनुभयो हुने येशू ख्रीष्टको बारेमा हामीले घोषणा गर्नुपर्नेछन्। येशू ख्रीष्टको त्यो पुनरुत्थानको कुरालाई हामीले कसरी हेर्ने भने प्रेरित 2को 17 पदमा हेर्नेछौँ। पवित्र आत्माद्वारा गर्नुभएको कामलाई देखाउनु भएको छ। परमेश्वरको वचनमा भनिएको छ परमेश्वरको आत्मा सबै शरीरहरूमा दिएको छ। अनि बच्चाहरूले सपना देख्नेछन्, युवाहरूले दर्शन देख्नेछन्, अनि वृद्धहरूले चाहिँ त्यो सपना देख्नेछन् भन्नेको कुरा। अनि त्यो कुरालाई भनेको छ CBDIP परमेश्वरले दिनुभएको त्यो भिजन अनि सपना अनि त्यसपछि इमेज अनि प्रार्थना अनि त्यसको सबै कुराहरू अनि त्यसको साधनहरू भएको छ। परमेश्वरको राज्यको साधन भएको छ। परमेश्वरको चेला भएर येशू ख्रीष्टमा परमेश्वरको राज्यको काम गर्ने, परमेश्वरको काममा हिँड्ने, येशू ख्रीष्टको नाममा त्यसको साक्षी भएर हिँड्ने, त्यो येशू ख्रीष्टको नामद्वारा हाम्रो आत्मालाई जोगाउने, हाम्रो हृदयभित्र परमेश्वरले दिनुभएको स्वतन्त्रता र खुसी प्राप्त गर्ने, हामी गएको ठाउँमा चाहिँ हामीले जीवनहरू जोगाउन सक्ने, ती आत्माहरूलाई जोगाउने कुरामा चाहिँ विश्वास गर्नुपर्नेछ। त्यो पुनरुत्थानको परिणाम चाहिँ रोमीको 1को 4मा के भनेको छ भने आत्मा र शक्तिद्वारा परमेश्वरको पुत्रको यहाँ काम भएको देखिएको छ। परमेश्वरले गर्नुभएको काम। आज हामी कुनै कुरामा पनि डराउँदैन, चिन्ता गर्नु पनि पर्ने छैन। कुनै कुरामा पनि त्यस्तो दुःख कष्ट त्यो समस्याहरूमा नपर्नुहोस्, किनभने हामीले स्वतन्त्रता पाइसकेको छ। मृत्युबाट जीवनमा आइसकेको छ। मृत्युको शक्तिलाई जितिसक्नु भएको छ ख्रीष्टले र उहाँ हामीसँगै हुनुहुन्छ। त्यो कारणले गर्दाखेरि कसरी हामीले चाहिँ नयाँ जीवन प्राप्त गरेको छौँ, पुनरुत्थानको जीवन हामीले प्राप्त गरेको छौँ। कुनै पनि समस्यादेखि हामी डराउने छैनौँ, किनभने सबै कुराद्वारा स्वतन्त्र पाउने हुने येशू ख्रीष्ट हामीसित भएको कारणले गर्दा अहिले यो समयमा पनि हामीले त्यो कुरालाई मनन गर्नुपर्छ। एफिसी 1को 19 देखि 20 सम्मको पदलाई हामीले छौँ। विश्वास गर्नेहरूलाई दिनुभएको अनुग्रहको बारेमा भनिएको छ। परमेश्वरले दिनुभएको त्यो शक्ति चाहिँ येशू ख्रीष्टद्वारा नै काम गर्नुहुनेछ र उहाँको दाहिने बाहुलीमा राख्नुहुनेछ। उहाँले दिनुभएको शक्तिको कुरा गरिएको। हामीले विश्वास गरेको परमेश्वर सबै कुराको चाहिँ मालिक हुनुहुन्छ, सृष्टिकर्ता हुनुहुन्छ। मरेकाहरूलाई जीवित पार्नुहुने परमेश्वर, यो कुरा विश्वास गर्नुपर्नेछ, वास्तविक रूपमा विश्वास गर्नुपर्नेछ। अनि सूर्य सिंहासनको आशीर्वादद्वारा हामीमा काम गर्नुहुनेछ। येशू ख्रीष्ट चाहिँ त्यो सूर्य सिंहासनको आशिष हुनेछ र हामी गएका ठाउँहरूमा काम गर्नेछौँ। हामी गएको ठाउँमा अन्धकारको शक्तिहरू भाग्नेछन्। हाम्रो घर परिवार सबै ठाउँमा भएका अन्धकारको शक्तिहरू हट्नेछन्, किनभने येशू ख्रीष्टको ज्योतिलाई लिएर हिँडेको कारणले गर्दाखेरि हामीले चाहिँ डराउनु पर्ने कारण छैन। हाम्रो घर परिवारमा भएको अन्धकारहरू सबै हटेर जानेछ। हामीसित कुनै पनि त्यस्ता अन्धकारको कुराहरू हुँदैनन्, किनभने हामी भित्र येशूको जीवन भएको कारणले गर्दा, येशूको शक्ति भएको कारणले, येशू ख्रीष्टको ज्योति भएको कारणले गर्दाखेरि हामीले डराउनु पर्ने आवश्यक छैन। हामी कहिले पनि त्यो
हामीले जहिले पनि यो 우리는 कुरालाई 이길 수 있는 힘도 प्रमाणित 예수 그리스도 गर्नेछौँ। 이름에 있을 줄 믿으시길 바랍니다. फिलिपी 3को 빌립보서 3장 21मा 21절에 भनेको 그는 कुरा छ, 만물을 복종하게 하실 수 있는 자의 역사로 우리의 낮은 몸을 परमेश्वर चाहिँ हामीमा 자기의 영광의 몸의 형체와 같이 변하게 하시사 पवित्र 영광의 आत्माको 몸으로 शक्तिद्वारा चाहिँ उहाँ परिवर्तन हुनुभएको कारणले गर्दाखेरि त्यो महिमा चाहिँ हामीभित्र 나에게 लागू गर्नुपर्नेछ। 임하여 हामीले चाहिँ 우리는 त्यो महिमाको 영광의 ज्योति 빛을 देखाउनु पर्नेछ। 발할 수 있는 자로 재창조된 줄 आज 믿으시길 हामीले 바랍니다. 오늘 우리는 आत्मिकी प्राणी हो भन्ने कुरा हामीले 영화로운 존재라는 बुझ्नु पर्नेछ। हामी चाहिँ अनन्तको जीवित प्राणी हो भनेर, आत्मिक प्राणी हो भन्ने कुरा जुझ्नु पर्छ। यो संसारलाई चाहिँ अधिकार गर्न सिक्ने येशू ख्रीष्टको त्यो शक्ति मेरो शक्ति हो भनेर चाहिँ हामीले प्रार्थना गर्नुपर्छ। अहिलेदेखि नै म आग्रह गर्दछु, प्रार्थना गर्नुहोस्। अहिलेदेखि 24 घण्टा प्रार्थना गर्नुहोस्, घोषणा गर्नुहोस्, अहिलेबाट घोषणा गर्नुहोस्, येशू ख्रीष्टको नाममा चाहिँ घोषणा गर्नुहोस्, सबै अन्धकारको शक्ति हटेर जा भनेर, अन्धकारको शक्तिलाई जित्न सक्ने शक्ति प्राप्त गरेको छु भनेर घोषणा गर्नुहोस्। कुनै पनि अप्ठ्यारा रोगहरूलाई नहेर्नुहोस्, त्यो सबैबाट जितेर आइसक्नु भएको छ। अनि दुःख कष्ट पीडा अनि गरिबी नहेर्नुहोस्, त्यसलाई त्योबाट तपाईँले जितेर आइसक्नु भएको छ। येशू ख्रीष्टद्वारा सबै विजय भइसकेको छ। येशू ख्रीष्ट के येशू ख्रीष्ट आफ्नो रहरले नभइकन त्यत्तिकै क्रुसमा बलिदान हुनुभएको हो र होइन। अन्धकारको शक्तिलाई नष्ट गर्नको लागि प्रभु येशू ख्रीष्ट क्रुसमा बलिदान हुनुभएको हो। त्यसैले पवित्र आत्माको शक्ति हामीसँगै हुनुहुन्छ र अनन्तसम्म हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नुपर्छ। वास्तविक रूपमा हामीले त्यो लागू गर्नुपर्छ। सबै परिस्थितिमा हामीले प्रार्थना गर्नुपर्छ। हाम्रो सबै सोचाइमा प्रार्थना गर्नुपर्छ। हाम्रो दुःख कष्टमा दुखाइमा पनि प्रार्थना गर्नुपर्छ। सबै ठाउँमा चाहिँ साँच्चै हाम्रो परमेश्वरलाई विश्वास गर्न सक्ने, महसुस गर्न सक्ने प्रार्थना गर्नुपर्छ। येशू ख्रीष्टको हुनुहुन्छ भने संसारको सृष्टिकर्ता मालिक येशू ख्रीष्ट हुनुहुन्छ। सबै कुराको मालिक चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। म कसको? येशू ख्रीष्टको। हाम्रा परिवारहरू येशू ख्रीष्टको हो। परमेश्वरको सबै कुरा, सृष्टिकर्ताको सबै अधिकार र मालिक चाहिँ उहाँ नै हुनुहुन्छ। म आफै पनि परमेश्वरको होइन र? तपाईँहरूको श्रीमान कसको हुनुहुन्छ? आफ्नो कसैको पनि हुँदैन, सबै कुरा परमेश्वरको हुनेछ। मण्डली पनि परमेश्वरको हो। संसार कसको? परमेश्वरकै हो। आज उहाँले गर्नुभएको काम के हो? संसार सृष्टिकर्ताको मालिक येशू ख्रीष्ट। यूहन्नाको 5:22 भनिएको छ, सम्पूर्ण कुरा न्याय चाहिँ सबै उहाँको पुत्रमा सुम्पिसक्नु भएको छ। परमेश्वरको पुत्रलाई सबै अधिकार दिइसक्नु भएको छ। क्रुसको बलिदानपछि सबै शक्ति, अन्धकारको शक्ति, पापको शक्तिलाई नष्ट गर्ने अधिकार येशू ख्रीष्टलाई दिनुभएको छ। दुःख कष्टहरू सबै कुरा त्यसबाट स्वतन्त्रता पाउने शक्ति येशू ख्रीष्टलाई दिनुभएको छ। त्यो कुरा विश्वास गर्नुहोस्। येशू ख्रीष्टले गर्नुभएको कामहरू हो। मत्तीको 9:6मा भनिएको कुरालाई हेर्नुहोस्। तिमीहरूको दुःख कष्ट, तिमीहरूको ओछ्यान बोकेर हिँड, सबै कुरा। त्यो पापबाट निस्केर आएर त्यसलाई हटाउन सक्ने शक्ति चाहिँ परमेश्वरसँग छ। उहाँलाई चाहिँ हामीले विश्वास गर्नुपर्छ। पापबाट निकालेर आउन सक्ने शक्ति, पापबाट स्वतन्त्रता दिन सक्ने शक्ति परमेश्वरसँग छ। त्यसैले त्यो पापबाट चाहिँ हामीलाई स्वतन्त्र गराउन सक्ने शक्ति परमेश्वरसित छ। हामीसित भएका सबै दुःख कष्टहरूबाट स्वतन्त्रता बनाउने शक्ति पनि परमेश्वरमै छ। त्यसबाट हामी पूर्णतया उपकार हुन सकेका हौँ। उहाँलाई विश्वास गर्नेले चाहिँ जीवन पाउनेछ।
우리가 가진 생명은 हाम्रो जीवनले हाम्रो जीवन चाहिँ अनन्त हुनेछ भन्ने कुरा विश्वास गरौँ। हामी चाहिँ केही समय जिउने जीवन होइन, हामी अनन्त जिउने हाम्रो जीवन हो। हामीले गरेको कामहरू अनन्तसम्म जाने काम हो, अनन्तको वचन हो। हामीले गरेको सोचाइ अनन्त हुने सोचन, सबै कुरा अनन्तको हुनेछ। जस्तो सुकै सोचे पनि काम गरे पनि हाम्रो त्यो काम अनन्तको हुनेछ। कुरा गर्दा सोच्ने सबै कुरामा चाहिँ अनन्तको हामीले सोच्नु पर्नेछ। त्यो काम गर्ने व्यक्ति को हुनुहुन्छ? उहाँ चाहिँ परमेश्वर हुनुहुन्छ। उहाँ मालिक हुनुहुने येशू ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ। यूहन्ना 6:47 पदमा भनेको, यूहन्ना 5:17-18 सम्म भनेको, 하나님이 자기 친아버지라 하여 자기를 하나님과 동등으로 삼으시더라. आजको हेर्नुहोस्, आजको वचनमा हामीलाई त्यो वचन दिनुभएको छ कि सबै कुरा हामीले काम गर्ने होइन, परमेश्वरले गर्ने हो। परमेश्वर पिताले गर्ने काम हो। सबै कुरा, सबै काम गर्नुहुने परमेश्वर। हामीले विश्वास गर्ने सबै साँचो सृष्टिकर्ता, सबै सृष्टिको मालिक येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्टमा पूर्णता, येशू ख्रीष्टमै सबै कुरा गर्न सक्ने हुनुपर्छ। आज त्यो कुरा विश्वास गर्नेहरूलाई चाहिँ परमेश्वरले काम गर्नुहुनेछ, त्यो देखाउनुहुनेछ काम। हाम्रो टाउकोद्वारा, हाम्रो विचारद्वारा सोच्ने कुरा होइन, हामीले विश्वास गर्ने कुरा हो। हाम्रो विचारले जान्न खोज्ने कुरा होइन, हाम्रो जीवनशैलीमा जान्न खोज्ने कुरा होइन। हामीले केही पनि गर्न नसक्ने मान्छेले परमेश्वरको महिमा गर्नु, परमेश्वरको महिमा गर्ने जीवनशैली, परमेश्वरमा धार्मिकताको काम गर्न सक्ने जीवनशैली हुनुपर्नेछ। आज त्यस्तो किसिमको शक्ति प्राप्त गरिएको हाम्रो साँचो जीवन लिएको चाहिँ चेला हुन सक्नुपर्छ। तीतसको 2:13 पदमा भनेको, तीतसको पुस्तकमा, आज सृष्टिकर्ता उहाँ परमेश्वर चाहिँ साँचो सृष्टिकर्ता हुनुहुन्छ भनेर हाम्रो आशालाई कहाँ राखेको छौँ? हामीले कहाँ हाम्रो उद्देश्य राखेको छौँ? हाम्रो जीवनको उद्देश्य कहाँ राखेको छौँ? येशू ख्रीष्टभित्र हाम्रो आशा ख्रीष्ट हुनुहुन्छ भनेर यो नै हाम्रो साँचो आशा हो भन्ने कुरा विश्वास गर्नुपर्छ। हाम्रो साँचो जीवन अनि येशू ख्रीष्टमा साँचो जीवनशैलीमा कसरी चाहिँ त्यो काम पुरा गर्ने हो भन्ने कुरा यो सुसमाचारमा साँची हुनु नै साँचो सुसमाचार हो भनेर चाहिँ जिउन सकिने आशामा हुनुपर्छ। हामीले काम अराउँदा, हामीले कुनै काम गर्दा यो कुरालाई बुझ्न सक्दैनौँ, हाम्रो शक्तिले होइन, तर अनुग्रहद्वारा चाहिँ यो कुरालाई बुझ्न सक्छौँ। हाम्रो स्थिति, हाम्रो परिस्थिति, हाम्रो स्तरले देखाउने कुरा होइन। यो चाहिँ कसैले पनि अर्थ खुलाउन सक्ने कुरा होइन, किन आफू स्वयंले विश्वास गर्दा प्राप्त गर्ने कुरा, हामीले आत्मविश्वास प्राप्त गर्ने कुरा हो। यो चाहिँ गलत छ छैन भन्ने कुरा होइन, यो चाहिँ हामीले विश्वास गर्ने कुरा हो। हामीले येशू ख्रीष्ट हो भनेर विश्वास गर्ने कुरा, उहाँ नै पूर्ण रूपमा, उहाँ नै सबै कुरामा उहाँ हुनुहुन्छ भनेर खुसी हुने। अविश्वासी र विश्वासीमा धेरै फरक छ। अविश्वासीले कसरी त्यो विश्वास गर्न सक्छ? अविश्वासीहरू चाहिँ दुःख कष्ट गरी जिइरहेको हुन्छन्, त्यो खुसी खोज्छन्, त्यसमा खुसी खोज्छन्। त्यसो होइन, तर उनीहरूले चाहिँ विगतको कुरा निकालेर रुन्छन्, आँसु झार्छन्, त्यो कुराहरू मात्रै गर्छन्। त्यो जीवनशैली होइन। त्यसरी त्यो कुरामा 10 वर्ष हिँड्नुहोस्, 20 वर्ष हुनुहोस्, त्यसपछि फेरि खुसी खोज्नको लागि धेरै कामहरू गर्छन्, किनभने तिनीहरूलाई सत्य के हो खोज्न नसकेको कारणले गर्दाखेरि अन्तिमसम्म तिनीहरूले सत्य नै भेट्न सक्दैन। अनि त्यसपछि दुःख कष्ट, अनि त्यसपछि पीडादायक हुन्छन्। छोराछोरीहरू सबैमाथि पनि उनीहरू सन्तुष्ट नै हुँदैन। त्यो जीवन हाम्रो होइन। हामीले अन्तिमसम्म परमेश्वरलाई महिमा, उहाँको धार्मिकताको काम गर्ने, हाम्रो सन्तान हुर्काउनु पनि उहाँको महिमा गर्नु भनेर चाहिँ हामीले सोच्नु पर्नेछ। त्यस्तो किसिमको जीवनशैलीमा जिउनु भएको छ। यूहन्नाको 2:24 हेर्ने हो भने,
그들에게 의탁하지 아니하였으니 그는 모든 걸 친히 सबैले चाहिँ सबैलाई चाहिँ उहाँले जान्नु भएको छ। सबै कुरा उहाँले जान्नु भएको छ। सबै भित्र भएका कुराहरू थाहा छ उहाँलाई। सबै यो कुरा महसुस गर्नुभएको छ सबैजनाले। हाम्रो हृदय कस्तो छ हामीले 하나님 어딜 보세요? 세상 사람들은 저 사람이 보니까 와 믿음 संसारको मान्छेलाई हेर्दाखेरि राम्रो लुगा लगाएको छ, सुट पुट टाई भएको छ, ओहो यिनीहरू खुसी छ भएको देखिन्छ अरे। मानिसहरूले चाहिँ मानिसलाई भ्रम पार्छ, तर परमेश्वरले कहिल्यै भ्रम पार्नुहुन्न। हामी सबै अशक्तहरूलाई, हामी सबै अभाव भएकाहरूलाई र पनि पूर्णता बनाउनु हुने परमेश्वर येशू ख्रीष्टले चाहिँ येशू ख्रीष्टले सिकाउनु भएको कुरा र संसारले सिकाएको कुरा धेरै फरक छ। हामी तिर्खाएकाहरूले विश्वास गर्ने कुरा अनि तिर्खाएकाहरूलाई चाहिँ परमेश्वर भन्दा बाहेक कसैले पनि उसको तिर्खा मेटाउन सक्दैन। केही कुरा छ भनेर खुसी हुने होइन, तर मसित भए पनि नभए पनि येशू ख्रीष्ट हुनुपर्छ, उहाँ हुनुपर्छ, येशू ख्रीष्ट नभइकन केही हुँदैन भनेर चाहिँ हामीले त्यो कुरामा विश्वास गर्नुपर्छ। संसारको मान्छेले यो बुझ्नै सक्दैन। कसले यो भजन गाएको छ, कसले वचन बोलेको छ, त्यो केही बुझ्न सक्दैन संसारको मान्छेले। किन हामीले चाहिँ संगति गरेको छ, किन हामी भजन गाउँछौँ भन्ने कुरै थाहा पाउँदैन। मत्तीको 8 पदमा भनेको छन्, मत्ती 8 को 26 र 27 पदमा हेर्नुहोस्। यो समुद्रको आधी बेरीलाई पनि पालना, समुद्रको आधी बेरीले नि पालना गर्ने त्यो शक्ति के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ। हाम्रो कार्यक्षेत्रमा जाँदाखेरि हामीले त्यो विश्वासलाई लिएर जानुपर्नेछ, त्यो ज्योतिलाई लिएर जानुपर्नेछ, ताकि हामी जाँदाखेरि त्यहाँको अन्धकारको शक्ति भागोस्। हामी चाहिँ खान बस्नको लागि मात्रै जिउने होइन। हामीले कसैले मान्छेले भनेको कुरा हाम्रो मन हृदयमा बित्छ, मानिसले गरेको कुराहरूमा ध्यान जान्छ, अनि मान्छेले केही कुरा दुःखको कुरा गर्यो भने आँसु झार्ने, ए हो रहेछ भन्ने गर्छन्, दुखी हुन्छन्। त्यसो होइन। हामी चाहिँ परमेश्वरले दिनुभएको हामीले लुगा लगाएर वचनको पोसाक लगाएर हिँड्नु पर्नेछ। शक्ति प्राप्त गर्नुभएको येशू ख्रीष्टद्वारा हामीलाई चाहिँ त्यो सैनिकको रूपमा बोलाउनु भएको छ। त्यो शक्ति दिने, आत्मिक द्वन्द्व गर्न सक्ने शक्ति दिनुभएको छ। आत्मिक सैनिकको रूपमा चाहिँ हामीलाई बोलाउनु भएको छ। हाम्रो परिवारमा पनि साँच्चीकै आत्मिक द्वन्द्व भएकाहरू हुन सक्छन्। त्यो चाहिँ हामीले जित्न नसक्ने त्यस्तो स्थितिबाट निस्केर आउन सक्ने के छ भने हामी चाहिँ एकदम अशक्त छौँ भन्ने सोच्छौँ। तर त घर परिवारमा भएको त्यो आत्मिक द्वन्द्वलाई हटाउनको लागि 24 घण्टा हामीले वचनभित्र हुनुपर्नेछ। तर कसलाई चाहिँ एकदम धेरै छिटो दुःख कष्टको त्यो परिस्थिति आउँछ भने आफ्नै घर परिवारभित्र श्रीमान श्रीमती, बाबा आमा, छोराछोरी कसैमा त्यस्तो आउन सक्छ अरे। हामीले त्यसरी किन यस्तो दुःख कष्ट दिनुभयो भन्ने होइन, हामीले चाहिँ त्यो शक्ति परमेश्वरले दिनुभएको बल शक्तिको क्षमतालाई लिएर चाहिँ हामीले हिँड्नुपर्ने, त्यो आत्मिक द्वन्द्व गर्न, युद्ध गर्न सक्ने क्षमता हुनुपर्छ। जीवन किन त्यसरी चाहिँ हाम्रो जीवनलाई चाहिँ कसरी चाहिँ हाम्रो जीवन हामीलाई हल्लाउन सक्दैन वचनभित्र भएको जीवनहरूलाई। किनभने मिसन हुने मान्छेहरूलाई चाहिँ, मिसनमा भएका मान्छेहरूलाई अनन्तको कुरा दिएको हुन्छ। त्यो मिसन आफ्नो सफल नहुन्जेलसम्म कसैले पनि कसैलाई
त्यो गर्न सक्दैन, डगमगाउन 우리 सक्दैन। 한 게 없습니다 지금까지. 그래서 우리는 त्यसैले हामीले धेरै 30년 वर्ष 더 जिउनु 사셔야 पर्नेछ। 돼. आमेन। 할렐루야. 120 वर्षसम्म जिउनु 120살까지 पर्नेछ। 사셔야 돼. फेरि पनि दिएको जीवनभरि हामी त्यो मिसनमा जिउनु पर्नेछन्। 그러니까 우리는 अन्तिमसम्म नै 하나님의 हामीले 일을 परमेश्वरको 감당하는 काममा 날까지, हिँड्न सक्ने 사명 감당하는 날까지 विश्वासका 건강하고 साथ हामीले 강건하고 모든 걸 누리시고 आत्मसमर्पण 하나님 गरेर 나라의 일을 त्यसलाई 이루시는 पालना 분 गर्न 되시기 सक्ने 축원합니다. जीवन हुनुपर्छ। 생명 주관자 आज 오늘 구원자이신 증거는 उद्धारको 뭡니까? 요한복음 त्यो 2장 साक्षी चाहिँ 19절에 के हो 구원을 भने 하는 거예요. 다시 యోहन्नाको 살았다는 2को 거예요. 19 र 성경대로 21 죽으시고 पद, 성경대로 부활하셨다 얘기하시는 겁니다. 그리고 लुकाको 누가복음 24को 24절에 6절 봅니다. पद 여기 계시지도 हेर्नेछौँ। 않고 살아계셨으나 갈릴리에 계실 때에 너희에게 어떤 말씀하셨는지를 기억하라. गालिलीको मान्छेहरूलाई भन्नुभएको छ, तिमीहरूलाई कस्तो कुरा दिनुभएको छ त्यो चाहिँ 모든 것을 तिमीहरूले 어디든지 계시고 모든 प्रयोग गर, 것을 त्यसलाई 능하시고 लिएर 모든 हिँड, 것을 त्यसलाई 아시는 पालना गर भनेको कुरा। 하나님 앞에서는요, 우리는요, हामी चाहिँ लुक्नु हुँदैन, परमेश्वर अगाडि हामी लुक्नु हुँदैन। परमेश्वरले दिनुभएको शक्तिलाई लिएर चाहिँ हामी हिँड्नुपर्छ, अगाडि हिँड्नु पर्नेछ। 하나님이 아시니 सबै परमेश्वरले जान्नुहुन्छ भनेर आलस्य हुने होइन। 내가 사랑하는 परमेश्वरले 할 때 प्रेम 하나님 गर्छु भनेपछि म 사랑합니다. पनि तपाईँलाई प्रेम गर्छु भन्ने आत्मविश्वास हुन सक्नुपर्छ। 고백하세요. हाम्रो साँचो, हाम्रो 여러분 진실 मन विचार लिएर चाहिँ वास्तविक रूपमा अगाडि खडा हुन सक्नुपर्छ। 여러분 힘들다 그러면 힘든 거 있으면서 परमेश्वरको अगाडि घोषणा गरौँ, गाह्रो छ भने गाह्रो छ भनौँ, सबै कुरा परमेश्वरलाई टक्राउन सकौँ। जस्तोसुकै परिस्थितिमा पनि उहाँलाई पुकार गर्न सकौँ। 의합니까 저거? 유성빈이 의합니까 저거? हामी जुनसुकै परिस्थितिमा भए पनि परमेश्वरलाई पुकार गर्न सक्नुपर्नेछ भन्न खोज्नु भएको। 너 한다니까요. परमेश्वरले कसरी वचनमा भन्नुभएको छ भने तिमीहरू सबै कुरा 니나 잘해라. 그래서 हामीले बुझ्नुपर्ने कुरा, 그러니까 뭘 해야 됩니까? 모든 곳에서 सबै ठाउँबाट चाहिँ परमेश्वरले ती हामीले गरेका कुराहरू देख्नुहुनेछ, सुन्नुहुनेछ। 아니면 내 스타일 हाम्रो स्थितिद्वारा जे गरे पनि उहाँलाई चाहिँ थाहा छ हामीले गरेको कामहरू। आजको जवाब, 오늘의 응답이 있다니까요. सबै आजको जवाब चाहिँ चेलाको सुरुवात भएर चाहिँ हामी हिँड्नुपर्ने, पूर्णता हुनुपर्ने। हाम्रो समस्याहरू समाधान गर्नुहुन्छ। मूल समस्याहरू सबै त्यो मूल समस्याबाट समाधान गरिसक्नु भएको छ, स्वतन्त्र पारिसक्नु भएको छ भन्ने कुरा विश्वास गर्नुपर्छ। 믿으시길 바랍니다. 치유하시겠다는 अहिले 거예요. नैबाट 치유하고 सबै 하나님이 कुरा 형상이 치유되는 겁니다. परमेश्वरले निको पारिसक्नु 문제가 भएको छ। 치유되는 거예요. 여러분의 질병이 치유되는 거예요. 오래된 पुरानो 문제가 समस्याहरू 치유되는 सबै 거예요. समाधान गरिसक्नु भएको छ भन्ने कुरा 여러분 विश्वास 하시기 गर्न 축원합니다. सक्नुपर्छ। 오늘 만유의 주이신 그리스도께 통해서 우리 새로운 생명을 우리는 हामीले चाहिँ नयाँ जीवन प्राप्त गरिसकेको छौँ ख्रिस्टद्वारा। 오늘 हामीले नयाँ जीवन 새로운 प्राप्त गरेको 생명을 얻은 우리는 뭐라 हामीले 얘기했습니까? येशू 예수님을 영접하는 ख्रिस्टलाई ग्रहण गर्नु नै 생명을 हामीले 얻게 नयाँ 되는 जीवन 것이다. प्राप्त गर्नु हो। 할렐루야. యోహन्नाको 1को 12 पदमा भनिए 영접한 자, जस्तै 그 이름을 믿는 자에게는 परमेश्वरलाई 하나님의 विश्वास 권세를 गर्नेलाई परमेश्वरले 주셨으니. परमेश्वरको 할렐루야. सन्तान हुने अधिकार 이 दिनुभएको 의미가 छ। 뭡니까? त्यो 응답이 भनेको कुरा चाहिँ परमेश्वर हामी सँगै हुनु भनिएको। अहिले पनि सँगै हुनुहुन्छ भन्ने कुरा विश्वास गर्नुहोस्। 믿으시길 축원합니다. 그리고 성령 내주 인도 받는 거 हाम्रो चाहिँ 뭡니까? 성령 पवित्र आत्मा हामीसँग हुनु भनेको 오늘 생명의 हामीलाई चाहिँ मृत्युबाट जीवनमा ल्याउनु हुने, 끝냈다 얘기하는 겁니다. अनि मृत्युको व्यवस्थाबाट जीवनको व्यवस्थामा ल्याउनु हुने परमेश्वरको यो कामलाई हामीले विश्वास गर्ने अनि त्यसलाई सोच्ने र त्यो कुरा सिकाउने काम दिनुभएको छ। 그리고 세 번째 अनि हामीले जीवन प्राप्त गऱ्यौँ भने हामीले त्यो आत्मिक जीवन आत्मा प्राप्त गरेको हुनेछौँ। अनि शैतानको सन्तानबाट हामी परमेश्वरको सन्तानमा आउने अधिकार पाएको छौँ। अनि त्यसपछि हाम्रो आत्मिक स्थिति परिवर्तन हुनेछ। 그리고 마음 상태가 바뀐 겁니다. 로마서 6장 अनि యోहन्नाको 10절에요. 원래는 죄의 14को 16देखि 종이었더니 17 पदमा 완전 순종할 수 없는 상태라. 말씀에도 순종도 못해. 말씀을 वचनलाई हामीले 말씀에 चाहिँ 배척해. आदरणीयपूर्वक 말씀이 안 पालन 들려져. गर्नुपर्नेछ। 그런데 오늘 이 순간 हामी 너희가 죄로부터 सबै कुराबाट 해방되었다. 로마서 हामीले 6장 स्वतन्त्र 22절에 पाइसकेको 할렐루야. छौँ। 그러니까 वचनद्वारा हामीले 말씀에 सबै 순종하게 पाइसकेको 되어지는 छौँ। 거라. वचनलाई पालना गरेपछि हामी सबै कुरा आशीर्वादमा 말 안 듣는 परिणत 아이들의 हुनेछ। 특징, 혼나는 아이의 특징은 뭐예요? 화내야 말을 듣는 거라. 그런데 그냥 말 순종하는 아이들 뭐예요? 그냥 누구야? बच्चाहरूलाई राम्रोसित 할래? 그러면 सिकाउने 네, र 어머니. 그랬던 게 뭐예요?
राम्रोसित नसिक्ने बच्चाहरूको अन्तर हामीले देख्न सक्छौँ। 유승우는 아이는요. 승우나 이것 좀 해라 그러면 네 어머니 했대요. 근데 कुनै बच्चा 유진이라는 아이는요. 싫어. के अरे बाबाआमाले भनेको वचन पालना गर्ने हुन्छन्, कुनै चाहिँ त्यो 싫어, पालना नगर्ने बच्चाहरू हुन 싫어. सक्छन्, त्यस्तो हुन सक्छन्। 하기 싫어. 싫었대요. तर यस्ता कुराहरूमा चाहिँ हामी 싫어도 परिवर्तन 이루어지기를 हुनुपर्नेछ, 바랍니다. त्यसबाट हामी स्वतन्त्रता पाउनुपर्नेछ। 오늘은요. हाम्रो त्यो कुरा भनेको चाहिँ कस्तो भने हाम्रो मन हृदयको स्थितिलाई बुझ्ने कुरा हो। 그리고 에베소 2장 2절에 뭐예요? 세상 풍조를 따르고 공중 권세를 따랐으니 불순종의 아들 가운데 역사하는 영이라. 세상 풍조를 따라가는 हामी चाहिँ संसारको कुरामा पछ्याउने स्थिति र 성령의 인도하는 바가 되어 율법 안에 आत्मिक रूपमा भएको कुराहरूको स्थितिबाट चाहिँ परिवर्तन हुने कुरा भएको। हाम्रो व्यवस्था भनेको चाहिँ परमेश्वरसँगै हुने स्थिति हो। वचनभित्र हुनु, प्रार्थनाभित्र हुनु भनेको परमेश्वरसँग भएको स्थिति हो। अनि मण्डलीलाई जोगाउन सक्ने स्थिति हो भन्न सकिन्छ। अनि अन्तमा संसार सृष्टिकर्ता ख्रिस्टद्वारा चाहिँ के चाहिँ नयाँ बनाउन सकिन्छ भने के हुन्छ भने विश्वासद्वारा जिउन सकिन्छ। अनि त्यसमा चाहिँ अनुग्रहमा हिँड्न सकिन्छ। अनि त्यसको अर्थ चाहिँ आत्मिक रूपमा चाहिँ हामी जिउन सकिन्छ। त्यसको प्रमाण चाहिँ वचनद्वारा जिउन सकिन्छ। त्यसैले चाहिँ हामी चाहिँ विश्वासद्वारा जिउने हो कि नजिउने हो, वचनद्वारा जिउने हो कि नजिउने हो भन्ने कुरा हो। अनि आत्मिक रूपमा प्राप्त गर्ने कुरा, परमेश्वरको आफ्नै स्वरूपमा चाहिँ हामीलाई सृष्टि गर्नुभएको, हामीलाई दिनुभएको कुरा, हामीले प्राप्त गरेको कुरा, हाम्रो आत्मालाई जोगाउने कुरा, परमेश्वरको राज्यको काम गर्न सक्ने कुरा, हामीले चाहिँ साथ बालक जस्तो वचनमा चाहिँ पालना गर्ने, वचनद्वारा नै काम गर्ने। अनि त्यो चाहिँ वृद्धि हुँदै जाने। 단단한 음식은 장성한 자의 것이니 그들의 지각은 사용하며 연단을 받아 선악을 분별하는 हिब्रूको 5को 14 पदमा भनेको जस्तै जस्तो सुकै परिस्थितिमा पनि हामी नडगमगाई, हामी चाहिँ वृद्धि हुँदै बलियो भएर वृद्धि हुँदै जाने। कुनै पनि परिस्थितिमा नडगमगाउने, कुनै समस्यामा नडगमगाउने, झन् बलियो भएर रहने, त्यो नै विश्वस्तको, विश्वासयोग्यको हुनुपर्ने। विगतको समस्यामा पर्ने होइन, तर पनि जस्तो सुकै परिस्थितिमा भए पनि नडगमगाउने, झन् बलियो हुँदै जाने भनेको त्यस्तो किसिमको बलियो हुने स्थिति भनेको। हामी चाहिँ एकदम बलियो हुनुपर्छ, विश्वासमा बलियो हुनुपर्छ। बच्चा जस्तो दुध खाने बालक जस्तो दिनु भन्ने होइन, आफै चाहिँ बलियो हुन सक्छ। परमेश्वरको वचनमा पछ्याएर हिँड्न सक्ने बलियो हुनुपर्छ। परमेश्वरको वचन चाहिँ मैले अहिले सुन्नेछु, पालना गर्नेछु भन्न सक्नु पर्यो। त्यस्तोलाई परमेश्वरले कसो के चाहिँ दिनुभएको छ भने सबै कुरामा पुरा हुन सक्ने, विजय हुन सक्ने क्षमता दिनुभएको छ। पवित्र आत्माको शक्तिद्वारा सबै कुरा पुरा गर्न सक्ने प्रमाण साक्षी तुल्याउनु हुनेछ। साँचो चेला तुल्याउनु हुनेछ। चेलाको बाटो चाहिँ कस्तो हुने, एक्लै हुँदैन छैन, किनभने ख्रिस्टको बलिदानद्वारा चाहिँ म एक्लै जिउने होइन, तर येशू ख्रिस्ट भएर चाहिँ जिउने हो। त्यसै हिब्रूको 12 पदमाको 1 र 2 मा येशू ख्रिस्टको क्रुसमा चाहिँ कुनै कुरामा नै लज्जित नभइकन बलियो भएर हिँड्ने, सबै कुरा नडगमगाउने। परमेश्वरले चाहिँ त्यो बाटो दिनुभएको छ, चेलाको बाटोमा हिँड्न सक्ने तुल्याउनु भएको छ। आज त्यो कुरामा हामी स्वतन्त्र हुनेछौँ। येशू ख्रिस्टद्वारा हामी सबै कुरा स्वतन्त्र। उहाँ नै परमेश्वर हुनुहुन्छ, उहाँ नै शक्ति हुनुहुन्छ, उहाँ नै क्षमता हुनुहुन्छ, उहाँमै सबै कुरा विश्वास गर्नुपर्नेछ। त्यो चाहिँ हाम्रो ख्रिस्टको बाटो हो। हामी चाहिँ त्यो शक्तिलाई लिने मान्छे मात्रै जान सक्नेछौँ त्यो बाटो।
산 똑같은 빛의 산 올라가는데 कुनै पहाडमा हिँड्दा अरू कुनै दौडेर हिँड्न सक्छन्, कुनै चाहिँ बल नहुने मान्छे चाहिँ हिँड्नै सक्दैन। 문제로 보일 수밖에 없어요. बिरामी पनि त्यो बाटोमा हिँड्न सक्दैन, तर स्वस्थ मान्छे चाहिँ हिँड्न सक्छ। 건강한 사람에게는요. 힘 있는 사람에게는요. तर शक्ति भएको मान्छेलाई त्यो कुनै पनि पहाड हुँदैन, किन ऊ हिँड्न सक्छ। 달려가, 뛰어가. त्यसै हो। त्यसैले आज हामीभित्र भएको समस्या होइन, 어려움이 त्यसमा चाहिँ हामीले 아니에요. बल 힘이 있으면 됩니다. प्राप्त गर्नुपर्नेछ। 그게 오력이에요. 영역, 지력, सबै कुरामा हामी पाँचवटा आशीर्वादभित्र, वचनभित्र सबै कुरा प्राप्त गरेको बलियो हुनुपर्नेछ, त्यस्तो चेला हुनुपर्नेछ। त्यो वचनको बललाई लिन, वचनको शक्तिलाई हामीले लिएर हिँड्न सक्नुपर्नेछ। 소화력이 없으면요. हामीसित आत्मविश्वास भएन भने हाम्रो जीवनशैली नै हामीलाई व्यर्थको लाग्नेछ। 돈이 있어도 내가 रुपियाँ पैसा भयो नि, त्यो रुपियाँ पैसालाई चलाउन सक्ने शक्ति हुँदैन। भोलि मर्ने मान्छे बिरामी अशक्त छ भनेदेखि आज मर्छु कि भोलि मर्छु भन्नेलाई अरबौँ भए पनि त्यसको लागि त्यो पैसाको अर्थै हुँदैन। 사용할 수가 없는데 तर त्यो सबै परिस्थिति, त्यो सबै शक्ति प्राप्त गर्न सक्ने परमेश्वर हामीहरू साथमा हुनुहुन्छ भन्ने कुरा विश्वास गर्ने, सबै कुरा परमेश्वरमा जिम्मा लगाउने, बिहान बेलुका दिउँसो जहिले पनि परमेश्वरमा एकाग्रता हुने, त्यो शक्तिलाई लिने, त्यो बल, त्यो क्षमतालाई लिने हो। 악으로 깡으로 하는 건 아닙니다. 마지막 결론이에요. 그래서 오늘 त्यसैले हामीले आज कहाँबाट चाहिँ हामी चाहिँ नयाँ हुनुपर्नेछ भने वचनद्वारा नयाँ हुनुपर्नेछ, अरूद्वारा होइन, 다른 것에서 나를요. 내가 잘해야지. अरू मार्गद्वारा, अरू कुराबाट होइन, वचनद्वारा हामी नयाँ हुने। 다른 것을 가지고 내가 뭘 하겠다고 하는 것이 아니면 परमेश्वरमा भएको ख्रिस्टद्वारा चाहिँ हामी नयाँ हुने। ख्रिस्टको लागि आज हामीले अध्ययन गर्ने, ख्रिस्टको द्वारा हामी काम गर्ने, ख्रिस्टको लागि हामीले चाहिँ सङ्गति गर्ने। आज चाहिँ हामीले निर्णय गर्ने हाम्रो परिवार हुन सकेको। हामीले यो कुरामा निर्णय गर्ने बित्तिकैदेखि चाहिँ परमेश्वरले काम गर्न सुरु गर्नुहुनेछ। शक्तिशाली परमेश्वरद्वारा, उहाँ संसार सृष्टिकर्ताद्वारा हामी पवित्र आत्माद्वारा काम गर्नुहुनेछ। नयाँ जीवन प्राप्त गर्ने भनेको चाहिँ हाम्रो जीवनशैली परिवर्तन हुने, हाम्रो जीवनशैलीलाई परिवर्तन गर्न सक्नुपर्छ। हाम्रो जीवनशैलीबाट मिसनको कामलाई पुरा गर्नुपर्नेछ। साँच्चै नै हामीले त्यो कामलाई पुरा गरौँ। आज चाहिँ हाम्रो तीनटा कुरा गर्न नसक्ने काम, नहुने काम, हाम्रो मण्डलीको तीनटा कुराहरू छन्, जुन कुरा नहुने कुराहरू, केही पनि गर्न नसक्ने, केही पनि गर्न सक्दिनौँ भन्ने कामद्वारा चाहिँ स्वतन्त्र हुने, त्यो कुरालाई हामीले हटाउने। हाम्रो जीवनशैलीबाट गर्न नसक्ने कुरा के छ भन्ने कुरा त्यो कुरै नलिने, त्यसलाई चाहिँ हाम्रो जीवनमा लागु नै नगर्ने। परमेश्वरले गर्नुभएको काममा हामीले समर्पण हुने, परमेश्वरले काम गर्न सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्ने। निरन्तर यदि हामीले त्यस्तो कुरा निर्णय गर्न सकेनौँ भने हामी केही गर्न सक्दैनौँ नै भनेर रहन्छौँ। त्यसैले त्यो कुरालाई हामीले त्यहाँबाट निस्केर आउने, त्यहाँबाट स्वतन्त्र हुने। किनभने त्यो समस्याभित्र पर्ने नै होइन, त्यो बाहनाभित्र नपर्ने, त्यो केही गर्न नसक्ने समस्याभित्र पर्ने होइन, अनि असफलभित्र रहने, त्यस्तो रहनु हुँदैन। त्यो नहुने कुरालाई मात्रै सोचेको हुन्छ, त्यो कुरा हुनु भएन। किनभने त्यसले सोचेको कुरा फरक परेको कारणले गर्दाखेरि त्यसले केही गर्न नसकेको, परमेश्वरलाई थाहा नभएको कारणले गर्दा, येशू ख्रिस्टको बारेमा थाहा नभएको कारणले त्यो थाहा नपाएको हो। रुपियाँ पैसा केही छैन, शक्ति छैन भन्ने कुरा सोच्ने, नचाहिने कुरा मात्रै सोचेको कारणले गर्दा, तर परमेश्वरमा चाहिँ सबै कुरा पुरा छ भन्ने कुरा विश्वास नगरेको कारणले गर्दा, त्यसैले साँच्चै नै परमेश्वर जीवित हुनुहुन्छ भन्ने कुरा, काम गर्नुहुन्छ भन्ने कुरा विश्वास गर्नु। काल्भरी मण्डलीलाई परमेश्वरले चाहिँ विश्वासका साथ अगाडि बढाउन सक्नुहुन्छ, त्यसमा विश्वास गरौँ भन्ने कुरामा हामी विश्वस्त हौँ। साँच्चै नै काल्भरी मण्डलीद्वारा चाहिँ 237वटा राष्ट्र, 50,000 जाति र रेमनन्टहरूलाई चाहिँ जोगाउन सक्ने शक्ति दिनुभएको छ। प्रभुलाई धन्यवाद भएको छ। आज येशू ख्रिस्टको चौथो भागको अध्ययनलाई हामीले गरेको छौँ।
यो वचन चाहिँ हाम्रो यो वचनले हाम्रो आत्मा शरीर र सबै कुरा जोगाउन सक्ने र त्यो जवाफमा हिँड्न सक्ने साक्षी तुल्याउनु भएको होस् र हामी यो काममा हिँड्न सक्ने हजुरले शक्ति दिनुहोस् भएको होस् भन्दै मैले येशू ख्रीष्टको नाममा प्रार्थना गर्दछु 축복하고 아멘. 기도드립니다. 아멘. 런넌트와